Hello guys, welcome to my another vlog. If you like my video, like, comment, share and subscribe. And so many beautiful moments I share in this video. Please like, comment, share and subscribe. यो चाहिँ हामी तिनजना चाहिँ फर्स्ट टाइम रामेन पसलमा रामेन खान गएको भिडियो हो अनि एकदम मिठो खाएको थियो है यो पसलको खानेकुरा चाहिँ हामीलाई पहिला सुरुमा फर्स्टमा चाहिँ अर्डर गर्नै नआएको अर्डर गर्न नआएर अनि त्यहाँ सोधेको अनि त्यो मान्छेले आएर सिकाइदिएर जानुभयो अनि त्यसपछि हामीले आफूलाई चाहिने कुराहरू सबै अर्डर गऱ्यौँ अनि ऊ चाहिँ ओछ्याएर चाहिँ शर्मिलीले गरी एकदम मिठो थियो अनि यहाँसम्म गयो बेलामा चाहिँ यो चाहिँ हाम्रो सेकेन्ड टाइम ओमेगा इमोजी खाएको बेलाको हो अनि एकदम धेरै रमाइलो भएको थियो सबै पसल बन्द भइसक्यो यो मात्रै खाली थियो त्यही भएर यहाँ गएर किनेको आज क्लासमा फेरि मैले होमवर्क नबुझेर सेन्सीलाई 3 चोटि आएर सोधिसकेँ बोलाएर होइन सेन्सीले आउनुहुन्छ मेरो ल्यापटपमा नि गरिदिनुहुन्छ गर्छु बुझ्दिनँ होइन आफै धेरै आफूलाई रिस उठिसक्यो अनि पछि चाहिँ बल्ल बल्ल बुझेर अनि फेरि गरेर बुझाएको यो चाहिँ म कामको मान्छे जो गर्न गएको थिएँ अनि जाँदाखेरि चाहिँ उज्यालै थियो होइन अनि बाहिर निस्किँदा त यस्तो अँध्यारो अँध्यारो भइसकेको रहेछ क्या 6:30 बजी थियो नि त मेची अनि एउटा मन्दिर रहेछ क्या नजिकै गएँ म चाहिँ अन्त एउटा त्यहाँ जापानको चाहिँ एउटा राम्रो रुल्स भनेको के हो भने होइन सानो कुरा पनि लेखेर राख्दा हुन्छ नि जहाँ गयो नि बुझ्न चाहिँ एकदम सजिलो हुन्छ क्या यहाँ कसरी जाने कसरी सानो ठाउँ भए पनि कस्तो मजाले म्याप राखिदिएको छ नि त यहाँ चाहिँ धेरै जस्तो चाहिँ विदेशीहरू मान्छेहरू धेरै थियो क्या अमेरिका अस्ट्रेलियातिरको मान्छेहरू चाहिँ पुरै त्यहाँनिर बसेर फोटोहरू खिचिरहेको थिएँ फ्यामिली गफ गरिरहेको थिएँ होइन एकदम पिसफुल प्लेस होइन एकदम बाहिर निस्केर धेरै चाहिँ ठुलो गङ्गाटा रहेछ कि त्यहाँनिर भित्तामा अनि टाँसेर राखेको रहेछ अनि कस्तो चलिरहेको क्या चलिरहेको नि त यसमा फेरि अर्को होइन हामी दुईजना होइन त्यहाँ गएर भिडियो बनाएर स्कुल नजिकै क्या ब्रेक टाइममा अनि गएर नाटक पारेर भिडियो बनाउने अनि टिकटकमा हाल्न लागि बनाएको क्या पुरा घुमाएर कुदेर थकै लाग्यो त्यो बेला फेरि अर्को स्लो भिडियो बनाउने यो छिटो बनाउने अनि एउटा स्लो बनाएर भिडियो हाल्ने है भनेर गरेको ए कुदे कुदे फेरि पछि समय लाग्ने यस्तै भिडियोहरू देख्दा रमाइलो लाग्छ जापान देख्दाखेरि भित्रभित्रको पीडा के थाहा मोबाइलमा हेर्दा झिलिमिली देखिन्छ तर भित्रभित्रको पीडा अर्कै हुन्छ नि यो चाहिँ स्कुलबाट फर्किँदाको टाइम ट्रेनमा थियो अनि भिडियो बनाएको मान्छेहरूले भन्थ्यो कि धेरै हाँस्ने मान्छेहरू चाहिँ के भन्छ अरे धेरै रोएको हुन्छ अनि त्यसपछि आएर हाँस्ने मान्छेहरू चाहिँ भित्रभित्र चाहिँ पिडामा हुन्छन् भन्ने चाहिँ म त जतिखेर नि जोसँग भेट्यो नि गरे गरे भन्छु कि भन्नु त त्यो मेरो ह्याबिटै कुन के छ होइन जहाँ पनि उ भयो भने यतिकै हाँसो आइहाल्छ क्या मेरो मुखमा अनि भित्रभित्र पीडा त अनगिन्ती छन् अनगिन्ती कुराहरूको प्रश्न खोज्छु तर यहाँ अति भो किताब मात्रै थपियो ठोस कार्य त्यसपछिको खै के नै गरियो मात्र भाँडो भरियो नचाहिने मान्छेहरूको हनुमानको साहस मेरो दृष्टि छ अर्जुनको भ्रष्टाचारीको टाउको मेरो बन्दुक मेरो गोलीको उठ्छु तर हार्दिन दिनरात गर्छु सुत्दिन बरु मर्छु अघि बढ्छु जबसम्म पुग्दैन म मेरो गन्तव्यमा जबसम्म पुग्दिन सपना जस्तै रहर मेरा वाउ मेच्चै जहाँ टोपी लाएर ठक्क टोपी ठलक्क सिउरेर निधारमा ठलक्क ठल्कियो ठक्क टोपी ठल्कियो आज के भएको भने होइन हामीले होइन भलिबल खेल्दै थियौँ होइन अनि स्कुलमा चाहिँ हाम्रो यस्तोकै आज पढाउने सट्टाको चाहिँ अस्ति पढाइ भइसकेको थियो अनि हामी कति 5-5जना चाहिँ भलिबल खेल्थ्यौँ होइन टिम बनाएर यतापट्टि गरेर अनि एउटा उसको त होइन हामीसँग हामीभन्दा अपोनियन टिमको चाहिँ गर्ललाई चाहिँ होइन यस्तो बल हान्थ्यो अरे हातले ड्याममा लाएर होइन नाकबाट त वार्रै रक्कत आइहाल्यो भुइँभरि भइहाल्यो होइन त्यस्तो भयो थियो अनि
के भए हुन्न अनि के गर्ने म त अचम्मै परिहाल्यो होइन अनि मान्छेहरू भन्यो कोहीले त्यो टिस्यु पेपरले यस्तो यस्तो गरेर छोपिदियो यहाँनिर बिचरा यत्र सुन्यालो म त नाहै बाङ्गो बास लाग्यो अनि आमा कस्तो डेन्जर भएको थियो क्या आज तर अनि फेरि क्लासमा फेरि लास्टमा चाइनिजहरूले भगवान् हल्ला गरेर कस्तो भएको थियो कि आज क्लास फेरि ए भगवान् पानी परेको थियो आज एकदम धेरै मेच्या मेच्या पानी परिङ होइन पानी पर्यो आजको दिन कस्तो भयो नि ठिकै भयो सर मिलेर म मिलेर रमाइलै भयो अलिअलि ठाउँमा फोटोसोटो खिच्यौँ दिमागभरि टेन्सन हुन त भयो नि अब जिन्दगी मुर्लानु के हो र भनेर अब के गर्दैन कति छ टेन्सन यहाँ ए भगवान् कुरा गरी साथ देखेन टेन्सनको तै पनि अब मुर्लानु के हो र जिन्दगीमा जति टेन्सन भयो नि रमाउनै पर्ने रहेछ जति टेन्सन भयो नि खानै पर्ने पो रहेछ हिँड्नै पर्ने रहेछ के गर्दैन त्यही भएर हाँस्दैछु बाँच्दैछु अर्काको देशमा दुःख गर्दैछु गर्न सके गरिहाल्छु म नसके त अब के गर्नु होइन सकेको जति गर्ने आफूले नेभर गिभ अप इन माई सेल्फ नेभर गिभ अप आई एम स्ट्रङ गर्ल थ्याङ्क यू सो मच साथीहरू लास्टसम्म हेरिदिनु भएकोमा फेरि म अर्को नयाँ नयाँ भिडियोहरू लिएर आउने प्रयास गर्नेछु नजानेको कुराहरू सिकेर आउने प्रयास गर्नेछु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भिडियो अफ गर्छु त म बाई बाई